आज चाहिँ हामी यो सुनसरी जिल्लाको बरा क्षेत्र नगरपालिका वार्ड नम्बर 6 यो बराबाद भन्ने ठाउँमा आएका छौँ, जहाँ यहाँले प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ। यहाँ हजारौंको सङ्ख्यामा चाहिँ घुम्न आउने पर्यटकहरू यो विशेष गरेर यो बेलुकाको यो सूर्यास्त हुने समयमा यहाँको चाहिँ यो सप्तकोशीमा एक खालको चाहिँ यो भ्यूज देखिने र त्यसमा चाहिँ फोटो भिडियो बनाउनेहरूको चाहिँ थुप्रै चाहिँ घुइँचो लाग्ने हामी पाउँदछौँ। आज हामी पनि यो सप्तकोशी नदीमा चाहिँ यो डुङ्गा सवार गरिरहेका छौँ। मेरो साथमा चाहिँ भाइ सुजा छन्। के छ सुजान अहिले? एकदम ठिक छ, मजा आइरहेछ, रमाइलो छ नि? रमाइलो छ। ल ठिक छ, हामी यो डुङ्गामा सवार छौँ। यो सुनसरी जिल्लाको बरा क्षेत्र नगरपालिका वार्ड नम्बर 6 मा पर्ने यो जुन बराबाद छ, यो बराबाद चाहिँ प्राकृतिक रूपमा चाहिँ एकदमै यहाँ घुम्न आउने पर्यटकहरूलाई चाहिँ यहाँ बस्ने बासको त व्यवस्था त हामीले देख्यौँ न। यहाँ खानको लागि चाहिँ थुप्रै खानाका परिकारहरू, त्यसै गरी बिक्रीको लागि राखिएका चाहिँ विभिन्न सामग्रीहरू, खेलौनाहरू पनि चाहिँ हामीले राखेको पायौँ। त्यसै गरी यहाँ आउने पर्यटकहरूले चाहिँ यो बालुवामा चाहिँ कुद्ने खालको चाहिँ जुन बाइक, त्यसमा पनि चाहिँ आफ्नो मनोरञ्जन लिन सक्नुहुन्छ। त्यसै गरी घोडाहरूको पनि व्यवस्था राखिएको रहेछ। त्यसै गरी यो डुङ्गाको सवारको पनि व्यवस्था छ र त्यसै गरी पानी बोटको पनि चाहिँ व्यवस्था चाहिँ राखिएको छ। र सबैजना चाहिँ एकपटक चाहिँ अवश्य आउनुहोला। यो बराबाद वास्तवमै यो सप्तकोशी नदी किनारमा यो सप्तकोशीमा चाहिँ डुङ्गा, त्यसै गरी पानी बोटमा चाहिँ घुमेर चाहिँ मनोरञ्जन लिन सकिनेछ र सबैजना चाहिँ एकपटक चाहिँ अवश्य चाहिँ आउनुहोला भन्दै अब यो लगभग साँझ पर्न लागिरहेको छ र साँझ पर्न लाग्दाखेरि यसरी यो डुङ्गामा चाहिँ सवार गर्दाखेरि एकदमै चाहिँ यो जाडोको समय छ। यो सप्तकोशी नदीमाथि हामी डुङ्गामा यसरी आनन्द तरिकाले चाहिँ सवार गरिरहेका छौँ। यसरी मजाको यसरी डुङ्गामा सवारको मजा नै छुट्टै छ। तपाईँहरू पनि यसरी यो डुङ्गा सवारको लागि, पानी बोटहरूमा सवारको लागि चाहिँ एकपटक अवश्य आउनुहोला भन्दै म यो भिडियो मार्फत चाहिँ यहाँ सबैलाई चाहिँ सन्देश दिन चाहन्छु। हवस् त, धन्यवाद।